ल अब सुरु गरौँ है साथीहरू हाम्रोको यो फिडब्याक सेसनमा। अब साथीहरू चाहिँ को आउँदै हुनुहुन्छ ल सबैजनालाई फेरि पनि सन्ध्याकालीन स्वागत। ल अब हामी फेरि सुरु गर्दैछौँ। अब सबैजनाले चाहिँ एकदमै रेडी पोजिसनमा हुनु होला। यही चाहिँ हामी के गर्छौँ त भन्दा एबिसिडी भनौँ न त्यो अप्सनमा चाहिँ जुन राइट हुन्छ त्यही तरिकाले तपाईँहरूले चाहिँ पठाउनुहोस् अनि त्यसपछि चाहिँ कुन हुन्छ अनि हामी चाहिँ कति मिल्यो के मिल्यो त्यो कुराहरू गर्छौँ है। ल अब सुरु गरौँ। तपाईँहरू रेडी हुनुहुन्छ साथीहरू? सबैजना रेडी हुनुहुन्छ नि है? ल अब यसमा हेर्नु त नेपालको कुल क्षेत्रफलको करिब कति प्रतिशत भूभाग खेती योग्य जमिन रहेको छ? र सबैजनाले लेख्नुहोस् त यसको अप्सन एबिसिडीमा के हुन्छ? सबैजनाले च्याटमा कमेन्ट गर्नु त। हाम्रो चाहिँ कति रहेको छ? अप्सन ए 17.9%, अप्सन बी 21%, अप्सन सी 27%, अप्सन डी 18%। यसमध्ये हाम्रो चाहिँ नेपालमा चाहिँ करिब भूभाग होइन नेपालको चाहिँ जमिन हाम्रो चाहिँ 100% मध्ये कति चाहिँ क्षेत्रफलमा हामीले अहिले खेती गरिरहेको छौँ होइन। कतिमा चाहिँ हाम्रो वन जङ्गल छ, कति हाम्रो खोला छ होइन, खोला नालाहरू छ, अनि कतिमा चाहिँ हाम्रो कृषि योग्य भूमिमा हामीले खेती गरिरहेको छौँ त नि हामीले। हो त्यो भन्न खोजेको हो। ल हेर्नुहोस् यसको राइट अप्सन चाहिँ कति होला? ल यसको अप्सन सबैजनाले कमेन्ट गर्नुहोस् त। सोस्ती कहाँबाट आयो? अप्सन बी। ल अरू अरू साथीहरूले पनि यसको ल है 1 मिनट है, 1 मिनट हो टाइम। 1 मिनट पनि हुँदैन, तपाईँहरूको 50 सेकेन्ड हुन्छ टाइम आजको लागि चाहिँ। र यसको सही अप्सन रहेको छ अप्सन बी है। हामीले चाहिँ खेती गरिरहेको चाहिँ हाम्रो 21% छ, तर हामीले अझै पनि हामीले 7% जति चाहिँ खेती गरेको छैन, जुन चाहिँ खेती गर्न योग्य भूमि रहेको छ है। अब कहिलेकाहीँ तपाईँको चाहिँ कति प्रतिशत भूभागमा चाहिँ हामीले खेती गर्न सकिन्छ भनेर भन्यो भने हामीले 28% भूभागमा खेती गर्न सकिन्छ भनेर भन्नु पर्यो। त्यो क्वेसनको चाहिँ के छ भनेर तपाईँहरूले सोध्नु पर्यो है, कसरी आएको छ अलिकति त्यसमा हेर्नुपर्ने हुन्छ। ल हेर्नु त अब हामी प्रश्न नम्बर 2 मा के छ? प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना PMEMP को कुल अवधि कति वर्ष हो है? तपाईँहरूले सबैलाई थाहा छ होला PMEMP भन्ने त प्रोजेक्ट एडिएस को चाहिँ मैले एडिएस को छोरा हो भनेर भनिरहेको छु होइन। यसमा चाहिँ कति वर्षमा कति वर्षको अवधि हो यो PMEMP? ल सबैजनाले कमेन्ट गर्नुहोस्। टाइम स्टार्ट नाउ है। ल सबैजनाको एक्टिभली पार्टिसिपेसन हुनु पर्यो यसमा। ल कसैले अप्सन ए भन्नु भएको छ, कसैले ए भन्नु भएको छ, कसैले चाहिँ 10 भन्दा पनि अप्सन एबिसिडी मा गर्नु होला। ल है यसको सही अप्सन हो 10 वर्ष। खास यसको सही अप्सन हो कति हो त? 10 वर्ष। किनभने हाम्रो चाहिँ 82 बाट हाम्रो चाहिँ 72 बाट सुरु भएको थियो भनौँ न, 73 बाट सुरु भएको थियो, 82 मा चाहिँ हाम्रो इन भयो। अनि अब चाहिँ फेरि अर्को आइरहेको छ राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना भनेर आएको छ। यो चाहिँ खास PMEMP चाहिँ एडिएस लाई नै सहयोग गर्न भनेर आएको हो। यसले चाहिँ विभिन्न जोन, सुपर जोन, पकेट ब्लकहरू बनाएको छ, जसमध्ये चाहिँ तपाईँहरूले एकदमै धेरै ख्याल गर्न पर्ने 21 वटा सुपर जोनहरू बनाउने भनेर लक्ष्य लिएको थियो। त्यसमध्ये यसको अन्त्यसम्ममा कतिवटा बनायो त? 21 वटा नै यसले सुपर जोन बनायो भनेर चाहिँ बुझ्नु पर्यो है हजुरहरूले। ल अनि अब हाम्रो अप्सन नम्बर 3 क्वेसन नम्बर 3 मा के छ? माटोको pH मान 7 भन्दा कम भनेको 7 भन्दा कम pH छ भने त्यस्तो माटोलाई के भनिन्छ? अब तपाईँहरूलाई pH को स्केल पनि थाहा छ होइन, 1 देखि 14 सम्म हुन्छ भने त्यसमा चाहिँ 7 चाहिँ एकदम न्युट्रल लाइन हो कि बिचको लाइन हो। 7 भन्दा धेरै र 7 भन्दा कम भनेर हामीले भनिन्छ। यसमा 7 भन्दा कमको मान चाहिँ कस्तो खालको माटो हो त? ल हेर्नु त अप्सन ए क्षारीय माटो, अप्सन बी तटस्थ माटो, अप्सन सी अम्लीय माटो, अप्सन डी आयोनिक माटो। ल सबैजनाले कमेन्ट गर्नु होला साथीहरू। ल है यसको अप्सन एबिसिडी कति हो? ल टाइम अफ
टाइम अप है। यसको चाहिँ के छ त भन्दा pH 7 भन्दा कम छ भने त्यसलाई एसिडिक सोइल भन्छ र pH 7 लाई चाहिँ न्युट्रल सोइल भन्छ र 7 भन्दा धेरै 8 9 10 हैन यिनीहरूलाई चाहिँ के भन्छ अल्कलाइन माटो भन्छ र आयोनिक माटो भनेको चाहिँ जहाँ आयोनिक आयनहरू चाहिँ प्रेजेन्ट भएको माटो हुन्छ त्यस्तोलाई चाहिँ आयोनिक माटो भनिन्छ। यो चाहिँ ल्याबमा गएर त्यसको इलेक्ट्रोलाइसिस गरेर हामीले चाहिँ थाहा पाउन सक्छौँ है। अब यसबाट नि धेरै सोधिरहेको हुन्छ तपाईँहरूले चाहिँ एकदमै क्वेसनहरू अप्सनहरू ख्याल गर्नु पर्यो। ल हेर्नु त बाली बिरुवाको लागि आवश्यक पर्ने मुख्य पोषण तत्त्व तलका मध्ये कुन होइन? प्राइमरी न्युट्रिएन्ट चाहिँ त्यो यहाँ दिएको छ त्यो चाहिँ कुन होइन? अब बिरुवालाई चाहिँ न्युट्रिएन्ट चाहिन्छ नि त ती न्युट्रिएन्टहरू सबै माटोबाट लिएको हुन्छ। माटोको पनि वास्तवमा माटो बन्ने भनेकै चट्टानहरू टुक्रिएर बनियो तर त्यसभित्र पनि त्यो चट्टान टुक्रिन्छ त्यसलाई चाहिँ प्लान्टलाई चाहिने एकदम खान दिने प्लान्टको चाहिँ स्टोर हाउस अफ फुड न्युट्रिएन्ट दिने भनेको चाहिँ प्राङ्गारिक पदार्थले हो जसको अर्को नाम चाहिँ राम्रोसँग कुहिएको हुन्छ त्यसलाई ह्युमस पनि भनिन्छ होइन हो। त्यसलाई चाहिँ हामीले एकदम एनालाइसिस गर्दा जो प्लान्टले चाहिँ लिने न्युट्रिएन्ट प्लान्टको ग्रोथ एन्ड डेभलपमेन्टमा लिने न्युट्रिएन्टलाई हेर्दा यसलाई एउटा चाहिँ स्ट्रक्चरल हुन्छ एउटा प्राइमरी हुन्छ एउटा सेकेन्डरी हुन्छ र एउटा माइक्रो न्युट्रिएन्ट हुन्छ जुन चाहिँ प्लान्टले कतिको खान्छ भन्नेमा चाहिँ डिपेन्ड गर्छ होइन उसलाई चाहिँ कतिको आवश्यकता पर्छ भन्नेमा है। अनि त्यसमध्ये पनि प्राइमरी न्युट्रिएन्ट भनेर 3टा न्युट्रिएन्टहरू छुट्याएको छ तर यसमा अप्सनमा चाहिँ 4वटा न्युट्रिएन्ट छ एउटा चाहिँ कुन होइन भनेर सोधेको छ। ल भन्नुहोस् त यसमा कुन होइन? अप्सन ए नाइट्रोजन, अप्सन बी फस्फोरस, अप्सन सी पोटासियम, अप्सन डी क्याल्सियम। ल सबैजनाले कमेन्ट गरिदिनु होला। क्याल्सियम क्याल्सियम होइन। भेरी गुड अप्सन डी क्याल्सियम। ल ठिक छ है। ल अब अर्को हेर्नुहोस् त सबैजना रेडी हुनुहोस् है। नेपालमा पहिलो पटक राष्ट्रिय कृषि गणना कहिले गरिएको थियो? ल यो त तपाईँहरूलाई थाहा छ होला कृषि गणना 10 वर्षमा गर्ने गरिन्छ होइन। यसमा चाहिँ नेपालमा सबैभन्दा पहिला चाहिँ कति सालमा चाहिँ कृषि गणना गरियो? सबैजनाले कमेन्ट गर्नुहोस् कतिजनामा कुन सालमा चाहिँ गरियो? विक्रम सम्मत। ल है कमेन्ट हजुर त्यो कम्प्युटरबाट गणना गरेको भनेर भन्नेवाला भन्ने कि फर्स्टमा चाहिँ जसरी पनि गणना गरेको मात्रै भन्ने? होइन नि कृषि गणना चाहिँ सुरुमा तपाईँको जनगणना चाहिँ 1968 मा भएको थियो विक्रम सम्मत तर कृषि गणना त पहिले भएको थिएन नि त कृषि गणना पछि भएको थियो हो त्यही त पहिलो कृषि गणना भनेको। तपाईँले कम्प्युटरको प्रयोग भनेको चाहिँ कुन जनगणनामा चाहिँ आइबिएम होला कम्प्युटर प्रयोग गरिएको थियो भनेर सोध्यो भने त छुट्टै हो यहाँ त कृषिको गणना भनेको हो है। कृषिको गणना कहिलेबाट गर्न थालियो त भन्दा विक्रम सम्मत 2018 सालदेखि हामीले कृषिको गणना गर्दै 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 आइयो। अहिले 78 सालसम्म आउँदाखेरि हाम्रो 7औं गणना हो। अब 2088 मा चाहिँ हुन्छ होइन 88 मा चाहिँ हुन्छ त्यो 8औं गणना हुन्छ त्यसरी बुझ्नु पर्यो है। ल अनि अब अर्को हेरौँ यसको अब हामी क्वेसन नम्बर 6 मा जाँदैछौँ। क्वेसन नम्बर 6 मा छ वर्तमान राष्ट्रिय कृषि नीति कहिले जारी भयो? कहिले भयो? अप्सन ए 2061, अप्सन बी 2060, अप्सन सी 2057, अप्सन डी 2071। अब भन्नुहोस् त कहिले आयो? विक्रम सम्मत 2061। कमेन्ट गर्नुहोस् है कमेन्ट गर्नुहोस् यसको कहिले आयो त? ठिक छ विक्रम सम्मत 2061 सालमा चाहिँ हाम्रो राष्ट्रिय कृषि नीति आयो। मैले हजुरहरूलाई भनेको छु कृषि नीति र ऐनमा चाहिँ फरक। यसमा हेर्नुहोस् त अब यसमा चाहिँ राष्ट्रिय कृषि नीति चाहिँ हाम्रो विक्रम सम्मत 2061 सालमा आयो अनि प्लस यो कृषि नीति र नीति बन्ने प्रोसेस र ऐन बन्ने प्रोसेस पनि मैले तपाईँहरूलाई पहिला पनि भनेको छु हल्का। ऐन भनेको चाहिँ सङ्घीय सांसदबाट बनेको हुन्छ जुन अहिले चाहिँ जितेर जनप्रतिनिधिहरूबाट बनाइन्छ भने नीति भनेको चाहिँ कार्यपालिकाबाट भनेको चाहिँ विभाग होइन सम्बन्धित विभाग सम्बन्धित मन्त्रालयहरूबाट बनेको हुन्छ है। त्यो कुरामा बुझ्नु भयो भने अझै हजुरहरूलाई सहज हुन्छ पढ्नमा। ल ठिक छ अनि यससँगै तपाईँहरूले चाहिँ अहिले आएका नयाँ नयाँ नीतिहरू चाहिँ पढ्नुपर्ने हुन्छ जति पनि 2070 सालबाट पछि बनेका नीतिहरू चाहिँ धेरै सोध्न सक्ने चान्सहरू हुन्छ है।
ल अब हेर्नुहोस् त, धान बालीमा लाग्ने प्रसिद्ध खैरा रोग कुन तत्त्वको कमीले गर्छ? ल भन्नुहोस् त, यसको कुन तत्त्वको कमीले गर्दा खैरा हुन्छ अरे? मैले हजुरहरूलाई पढाइसकेँ खैरा रोगको चाहिँ सिम्टम पनि, होइन? यसको चाहिँ पहिला पातको तल्लो पार्टमा हुन्छ, खैरा थोप्ला देखिन्छ, पछि फेरि रेडिस रातो रातो कलरको हुन्छ, खैरो कलरको भनौँ न, रस्ट लाए जस्तो देखिन्छ। यसमा कुन तत्त्व? खास यसलाई रोग चाहिँ भन्न मिल्दैन, तर हामीले चाहिँ खालि रोग 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 भनेको भएर हो। रोग हुनको लागि चाहिँ कुनै पनि त्यसमा जैविक तत्त्व चाहिँ हाबी हुनपर्छ के, जस्तो ब्याक्टेरिया फङ्गसहरू चाहिँ त्यहाँ हाबी हुनपर्छ। यो चाहिँ फिजियोलोजिकल डिसअर्डर हो। तर अब बोलीचाली भाषामा चाहिँ सबैजनाले रोग रोग भन्ने भएको हुनाले यसलाई हामीले रोग नै भनेर चिन्छौँ है। यसको चाहिँ कुन तत्त्वको कमीले हो? अप्सन ए नाइट्रोजन, अप्सन बी जिङ्क, अप्सन सी बोरन, अप्सन डी पोटासियम। ल भन्नुहोस् त कुन होला? सबैजनाले कमेन्ट गर्नुहोस् त, कमेन्ट गर्नुहोस्। जिङ्कको कमीले। ल भेरी गुड, अप्सन बी जिङ्कको कमीले गर्दा। यो त हजुरहरूलाई थाहा नै छ। अब हाम्रो अर्को नम्बरको क्वेसन छ, पोखरेली जेठो बुढो कुन बालीको प्रख्यात जात हो? सबैजनाले कमेन्ट गर्नुहोस् त, कुन बालीको प्रख्यात धानको जात हो? होइन, अब भनिहाल्दैछु मैले। ल यसको चाहिँ कुन हो त भन्दा, प्रख्यात जात चाहिँ हाम्रो चाहिँ धान बालीको जात हो। यो चाहिँ प्राय जस्तो पोखरा मिड हिलमा चाहिँ लगाइन्छ। अनि यो चाहिँ हाम्रो एकदम नेपालको चाहिँ लोकल जात हो कि, होइन? यो चाहिँ यसरी चाहिँ बुझ्नु पर्यो। यसको चाहिँ हाइट अलिकति ठुलो हुन्छ र प्रोडक्सन पनि पहिला भनौँ न त्यति धेरै चाहिँ प्रोडक्सन हुँदैन। यो चाहिँ एरोमा प्लान्ट भन्छ कि, एकदम बास्ना आउने हर हुन्छ नि, गाउँ टोल छिमेकै बसाउने जस्तो प्लान्ट हो। तर बिस्तारै अहिले चाहिँ अब हामीले विभिन्न खालका केमिकल प्रडक्टहरू युज गरेको हुनाले यसको क्वालिटी पनि पहिला जस्तो छैन कि, बिस्तारै घट्दै गइरहेको छ। यसरी चाहिँ बुझ्नु पर्यो। पोखरेली जेठो बुढो भनेको के को भेराइटी हो त? धानको भेराइटी हो। आजको क्वेसन अलिकति सहज नै छ है। ल अब हेर्नु त, अप्सन नम्बर 9मा क्वेसन नम्बर 9मा के लेखेको छ भन्दा, फलफुल खेती सम्बन्धी अध्ययन गर्ने विज्ञान स्टडी अफ फ्रुट्सलाई के भनिन्छ? र सबैजनाले कमेन्ट गर्नु त। यो हर्टिकल्चरको ब्रान्च हो कि, होइन? यो हर्टिकल्चरको ब्रान्च मध्ये यो विभिन्न कुराहरू पर्छ। जस मध्ये फलफुल मात्रै, फलफुल कसरी लाउने, फलफुलको कसरी हेरचाह गर्ने, त्यसको पोस्ट हार्भेस्ट के हुन्छ, कसरी गर्ने भन्ने कुराहरूको बारेमा स्टडी गर्ने साइन्सलाई चाहिँ के भनिन्छ? अप्सन ए ओलेरिकल्चर, अप्सन बी पोमोलोजी, अप्सन सी फ्लोरिकल्चर, अप्सन डी सिल्भिकल्चर। ल सबैजनाले कमेन्ट गर्नुहोस् त। सबैले गर्नुभयो है। यसको सही अप्सन हो अप्सन बी। अब तपाईँहरूलाई एउटा आइडिया मैले सटिक सिकाइदिन्छु। फ्रुट्स भनेको फलफुल हो नि, त्यही भएर पोमोलोजी फ आयो कि आएन? हो, पोमो पोमो अब हो त्यसरी बुझ्नु। ओलेरिकल्चर भनेको तरकारी, तरकारी भनिसकेपछि सबैको घरमा सबैको मुखमा आउने आलु हो। आलु कस्तो हुन्छ? गोलो गोलो। त्यही भएर ओलेरीको ओ देख्ने बित्तिकै तरकारीको आलु सम्झिनु पर्यो। फ्लोरिकल्चर भनेको चाहिँ फ्लावरिङ, तपाईँले फुलहरूको बारेमा चाहिँ कसरी चाहिँ गार्डनिङ गर्ने, फ्लावरिङ अर्नामेन्टल हुन्छ नि, विभिन्न हाम्रा चाहिँ त्यस्ता फ्लावरहरूको बारेमा चाहिँ स्टडी गर्ने त्यो ब्रान्च अफ हर्टिकल्चरलाई फ्लोरिकल्चर भन्छ। सिल्भिकल्चर भनेको चाहिँ यो हाम्रो तपाईँको फोडरहरू हुन्छ नि, घाँसहरूको बारेमा चाहिँ त्यसरी स्टडी गर्नेलाई भनिन्छ। यसरी चाहिँ बुझ्नु पर्यो। सो कारण यसको चाहिँ सही अप्सन हुन्छ पोमोलोजी। ल अब हेर्नु, हाम्रो क्वेसन नम्बर 10मा के छ भने, बिरुवाको बेर्ना अवस्थामा लाग्ने ड्याम्पिङ अफको मुख्यतया कुन सूक्ष्म जीवको कारणले गर्दा लाग्छ? प्राय जसो तपाईँहरूलाई प्राय कस्तो हुन्छ भने, तपाईँ हामीलाई अब प्र्याक्टिकल गर्दा पनि तपाईँहरूलाई परिरहेको छ होला। बेर्ना आज लगेर सार्यो, एकदमै 2 दिनसम्म कस्तो राम्रो हुर्केला जस्तो लाग्छ। अनि आफ्टर 2-3 दिनपछि चाहिँ त्यो तलपट्टिबाट, होइन, केले तल त्यो माटो भन्दा थोरै माथिको भागबाट त्यो आफै ढल्छ के, होइन?
हो यस्तो चाहिँ त्यस्तो बेर्ना अवस्थामा लाग्ने रोग हो यो चाहिँ प्राय तपाईँको धेरै ठाउँमा अझ यो लहरे बालीलाई यसले असाध्यै धेरै असर गरेको हुन्छ होइन। हो त्यस्तो खालको चाहिँ कुन जीवको कारणले लाग्छ त? अप्सन ए ब्याक्टेरिया, अप्सन बी भाइरस, अप्सन सी फङ्गस, अप्सन डी नेमाटोड। कुनमा हुन्छ ल सबैजनाले कमेन्ट गर्नुहोस् त यसको। ल खै कमेन्ट गर्नुहोस् त यसको, सबैजनाले कमेन्ट गर्नुहोस् त साथीहरू। र सबैजनाले कसरी केले यसको सही एन्सर हुन्छ साथीहरू अप्सन सी फङ्गस। फङ्गसको पनि अझै यसलाई हेर्ने हो भने फ्युजारियम अक्जिस्पोरियम लगायत फ्युजारियमको विभिन्न स्पेसिसले गर्दा यो ड्याम्पिङ अफ हुने हुन्छ। यो भनेको चाहिँ यो बेर्ना अवस्थामा नर्सरी अवस्थामा लाग्ने असाध्यै भनौँ न एकदमै इकोनोमिक यो यसको डिजिज हो कि यसले धेरै लस गराएको हुन्छ। त्यही भएर हामीले सिड ट्रिटमेन्ट गर्नुपर्छ। फङ्गिसाइडले सिड ट्रिटमेन्ट गर्नुको एउटा मात्र मुख्य उद्देश्य के हो त भन्दा यही ड्याम्पिङ अफबाट बचाउने हो, हेल्दी सिडलिङ बनाउने हो। कस्तो हुन्छ भन्दा जुन माटोमा छ नि होइन, मैले तपाईँलाई सुरुमा के भनेको थिएँ भने 2 दिनसम्म खासै असर देखिँदैन, त्यसपछि 3-4 दिन 5 दिन अझ 1 हप्तामा भनौँ न लडी त्यो प्लान्ट गएको हुन्छ। किन भन्दा तपाईँले मेन नर्सरी फिल्डबाट मेन फिल्डमा ल्याउनु भयो, मेन फिल्डमा ल्याउँदा मेन फिल्डको माटोमा चाहिँ त्यो फ्युजारियम छ, ड्याम्पिङ अफ लगाउने चाहिँ फङ्गस छ भने त्यसले 2-3 दिनमा उसले माइसेलियम ग्रो गर्छ आफूले, अनि त्यसपछि त्यसलाई के गर्छ त दखत्तम बनाइदिन्छ है। त्यसरी चाहिँ बुझ्नु पर्यो यो फङ्गसले गर्दा हुन्छ। अनि अर्को छ नेमाटोड भनेको चाहिँ जहिले पनि नेमाटोडले चाहिँ प्राय जसो 90% नेमाटोडले चाहिँ रुटमा चाहिँ एट्याक गरेर रुटलाई नै त्यो जरालाई नै सोइलिङ के होइन जरालाई नै गिर्खा बनाउँछ। तर अब तपाईँको एउटा गहुँमा चाहिँ फरक छ, त्यसको माथि लाग्छ होइन, त्यो अब म पछि क्लासमा चाहिँ तपाईँहरूलाई भन्छु। तर 95% चाहिँ नेमाटोडले के गर्दो रहेछ त जरामा गिर्खा बनाउँछ भनेर बुझ्नु पर्यो है। ल अब हेर्नु त प्रश्न नम्बर 11मा चना वा केरौ जस्ता दालहन बालीमा बढी शाखा फैलाउन उत्पादन बढाउन गरिने निपिङ भन्नाले के बुझिन्छ? अब जस्तो हामीले टुप्पा काट्ने भन्छ नि, जस्तो हामीले त सयपत्रीमा चाहिँ के गर्छौँ माथिको टुप्पा चुडालिदिन्छौँ नि त होइन, त्यही भनेको के। त्यस्तै चाहिँ यो चना केरौमा पनि हामीले माथिको चाहिँ शाखा फैलाउनलाई त्यो निपिङ गर्छौँ। खास त्यो भनेको चाहिँ वास्तवमा के हो त? अप्सन ए जरा काट्ने, अप्सन बी टुप्पा भाँच्ने, अप्सन सी गोडमेल गर्ने, अप्सन डी सिँचाइ गर्ने तरिका। ल सबैजनाले कमेन्ट गर्नुहोस् त छिटो छिटो, सबैजनाले कसले छिटो गर्नुहुन्छ? हो भेरी गुड बबिता गौतम, यता हाम्रो कल्पना, स्वस्तिका, सुजन, बबिता गौतम। ल ठिक छ, सबैजनाले लेख्नु भएकोमा सबैजनालाई धन्यवाद। यसको सही एन्सर हो टुप्पा भाँच्ने। जस्तो यसले के काम गर्छ त भन्दा साथीहरू सठिक भनिदिइहाल्छु मैले हजुरहरूलाई। जब के हुन्छ भने प्लान्टमा पनि हर्मोन विभिन्न खाले हर्मोन हुन्छ कि, त्यसमध्येको एउटा हर्मोन हो अक्सिन हर्मोन। अनि यो अक्सिन हर्मोनले एउटा सिम्पल इक्जाम्पल बुझ्नु, ल जस्तो एकजना मान्छे छ, त्यो मान्छेको चाहिँ टाउको काटियो होइन, त्यो मान्छेको टाउको काटियो भने त्यसको चाहिँ के टाउको काटिसकेपछि त्यसको हात 2टा हात होइन, त्यसको हात चाहिँ 5वटा हात आउँछ भने त्यसलाई के भनियो त निपिङ अथवा एपिकल डोमिनेन्स भनियो। माथितिर हाइट बढ्न पाएन, नबढिसकेपछि त्यसको सहायक हाँगाहरू बुझ्नुभयो। टाउको काटिसकेपछि त्यसको 5वटा हात आउँछ भने त्यसलाई के भनिन्छ? एपिकल डोमिनेन्स भनेर भन्छ। यो चाहिँ यसरी चाहिँ हाँगा लाउने काम चाहिँ यसरी चाहिँ बुझ्नु पर्यो है तपाईँहरूले। ल अनि अर्को हुन्छ साथीहरू गहुँ बालीका लागि सबैभन्दा संवेदनशील सिँचाइ अवस्था कुन हो? तपाईँहरूले यो पहिला पनि धेरै हेर्नु भएको छ। यसको क्रिटिकल स्टेज अफ इरिगेसन फर विटमा चाहिँ अप्सन ए सिआरआई स्टेज, अप्सन सी गाज हाल्ने अवस्था, अप्सन बी गाज हाल्ने अवस्था, अप्सन सी फुल्ने फ्लावरिङ र अप्सन डी भनेको मिल्किङ स्टेज। र सबैजनाले कमेन्ट गर्नुहोस् त यसमा के हुन्छ? सिआरआई स्टेज। ल है भेरी गुड जति पनि गर्नुभएको छ सबैजनाले धन्यवाद।
यसको सही एन्सर हो साथीहरू सिआरआई स्टेज। यो सिआरआई भनेको एउटा चाहिँ गहुँको कस्तो हुन्छ भने म तपाईँहरूलाई सिम्पल इक्जाम्पल दिन्छु। जस्तो धानमा गहुँमा जति पनि गाँस हाल्छ नि, अझ गहुँमा भन्दा अझ धानमा धेरै गाँस हाल्छ कि। अनि धानमा चाहिँ एउटा एसआरआई भन्ने हाम्रो चाहिँ एउटा स्टेज भनौँ न, एसआरआई भन्ने एउटा हामीले खेती गर्छौँ होइन, जसमा चाहिँ एउटा मात्रै सिङ्गल सिडलिङ एउटा मात्रै बेर्ना लगाइन्छ। तर पछि गएर हेर्दाखेरि गाँठ चाहिँ 20 देखि 25 अझ धेरै आएको हुन्छ। किन त भन्दा जुन त्यो तपाईँको 12 देखि 20 दिनको अथवा 8 देखि 12 दिनको जुन त्यो सानो बेर्नामा त्यसको चाहिँ रुट नै डेभलपमेन्ट गर्ने, धेरैवटा रुट बनाउने त्यसको एकदमै ठुलो क्यापासिटी भएको हुन्छ कि। त्यही भएर यसको चाहिँ के गरिन्छ त, अब गहुँमा जाँदाखेरि चाहिँ यदि गहुँमा त हामीले मेन फिल्डबाट सारेर अर्कोमा राख्ने त गरिँदैन, हामीले त डाइरेक्ट छरिन्छ। त्यो छर्दाखेरि जुन यसको 21 दिनमा एउटा डेन्जर खालको के आउँछ त, एकदमै इम्पोर्टेन्ट खालको यसको जरा आउँछ। त्यो जरा ग्रो हुनको लागि चाहिँ के चाहिन्छ, पानी चाहिन्छ। जुन 21 दिन गहुँ लगाएको 21 दिनमा तपाईँले पानी एनी हाउ हाल्नु पर्यो। तपाईँले त्यो बेलामा पानी हाल्नु भएन र पछि पछि पानी हाल्नु भयो भने तपाईँको उत्पादन यसै पनि 70% घटेको हुन्छ। त्यही भएर यसलाई यसरी चाहिँ बुझ्नु पर्यो है। तर हजुरसँग प्रशस्त पानी छ भने यी सबै स्टेजमा चाहिँ गहुँलाई पानी हाल्दा असाध्यै राम्रो हुन्छ है। यिनीहरू क्रिटिकल स्टेज अफ वाटरिङ भनेर हामीले पढ्छौँ नै है साथीहरू। ल अब यो सँगै हामी अर्को हेरौँ, क्वेसन नम्बर 14 मा जाम। 14 मा के छ भने माटोको उत्पादनशीलता राम्रो बनाउनको लागि अर्गानिक म्याटरको आदर्श मात्रा कति हुनुपर्छ? यो त तपाईँहरूलाई थाहा छ, मैले भर्खरै सोइलको क्लासहरू पनि भइरहेको छ होइन। यसमा हाम्रो चाहिँ माटो मैले तपाईँहरूलाई भनि नै सकेँ, माटो भनेको चट्टानबाट आउने हो, ढुङ्गाबाट आउने हो। वास्तवमा माटोलाई देख्ने बित्तिकै तपाईँ त्यो पहाडका ठुल्ठुला ढुङ्गा सम्झिनु कि त्यही ढुङ्गा खिँदै खिँदै आएको हो। तर त्यही ढुङ्गामा चाहिँ हामीलाई चाहिने भनेर नेचरले चाहिँ यो प्लान्ट ग्रो गर्नको लागि भनेर चाहिँ प्राङ्गारिक पदार्थहरू त्यसमा मिक्स भयो। त्यो प्राङ्गारिक पदार्थमा चाहिँ धेरै कुराहरू हुन्छ। त्यसमध्ये सबैभन्दा ठुलो कुरा भनेको त्यसलाई चाहिँ पोषण तत्त्वको चाहिँ त्यो के हो, स्टोर हाउस हो भनेर बुझ्नुहोस्। हो, त्यसमा चाहिँ त्यो जुन कम्पोनेन्टमा चाहिँ कति पर्सेन्ट चाहिँ अर्ग्यानिक म्याटर हुनुपर्ने हुन्छ भनेर सोधेको छ। अप्सन ए 1 देखि 2%, अप्सन बी 5%, अप्सन सी 10%, अप्सन डी 0.5%। सबैजनाले कमेन्ट गर्नुहोस् त यसमा यसको कति छ त। यसको सही अप्सन हो साथीहरू, तपाईँले एउटा स्ट्रक्चर हेर्नु त। अर्ग्यानिक म्याटरमा 25% के हुन्छ, वाटर, 25% के हुन्छ, हावा, र 45% के हुन्छ, 45% के हुन्छ ल भन्नुहोस् त। 45% यसको मिनरल्स हुन्छ। यो यसमा किन धेरै मिनरल्स हुन्छ भन्ने पनि तपाईँहरूलाई मैले त्यो कथा कहानी भनिसकेँ। किन भन्दा त्यो ढुङ्गा हो। त्यो ढुङ्गाबाट कसरी आयो त भन्दा पृथ्वीको तलपट्टि भएको लिक्विड फर्ममा भएको म्याग्माहरू चाहिँ सेलाएर ढुङ्गा बनेको हो। अनि त्यो के छ त भन्दा त्यो सबै हामीले भनेको यो क्याल्सियम होइन, आइरनका, अल्मुनियमका, सोडियमका जति पनि तपाईँले त्यो एलिमेन्टहरू पढ्नु भएको छ त्यही एलिमेन्टहरू बनेर आएको हो। त्यही एलिमेन्टको अर्को नाम के हो त, मिनरल्स हो। त्यही भएर 45% मिनरल्स हुन्छ, बाँकी रहेको 5% चाहिँ के हुन्छ त, अर्ग्यानिक म्याटर हुन्छ। त्यसलाई पनि 100% मा लिएर गएर हेऱ्यो भने 80% त्यसको ह्युमस हुन्छ, 10% त्यसमा भएका जरा हुन्छ, र 10% त्यसमा भएका के हुन्छ त साथीहरू, यो माइक्रो अर्गानिजम। माइक्रो अर्गानिजम भनेको फङ्गस, ब्याक्टेरिया होइन, अल्गी जति पनि छ यी कुराहरू चाहिँ त्यसमा पर्छ है। ल यो मैले तपाईँहरूलाई क्लासमा नै मजाले भनेको छु। अब आएको छैन भने फेरि सोध्नु होला क्लासमा। ल अब क्वेसन नम्बर 15 मा हेर्नुहोस् त। बाली संरक्षणमा हुने आइपिएम को पूर्ण रूपको फर्म के हो? ल अप्सन ए इन्टरनेसनल पेस्ट म्यानेजमेन्ट, अप्सन बी इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट, र अप्सन सी इन्टिग्रेटेड प्लान्ट म्यानेजमेन्ट, अप्सन डी इन्डियन पेस्ट म्यानेजमेन्ट। ल सबैजनाले कमेन्ट गर्नुहोस् त।
ल है ल भेरी गुड सबैजनाले धन्यवाद जसले कमेन्ट गर्नु भएको छ। यसको सही अप्सन हो इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट। प्लान्ट होइन है, पेस्ट हो। पेस्ट भनेको चाहिँ जोसुकै कुराले तपाईँले धान लगाउनु भएको छ, मेन क्रप लाउनु भएको छ भने यदि त्यसलाई चाहिँ उत्पादन घटाउनमा चाहिँ प्रयोग हुने जति पनि जैविक पदार्थहरूलाई के भनिन्छ, पेस्ट भनिन्छ। यसमा के हुन्छ भने साथीहरू, जति पनि मैले भनेको छु पेस्ट भनेको जैविक, जस्तो त्यो धानलाई चाहिँ मुसाले खान्छ त्यो पनि पेस्ट हो। रोग, किरा, झार पात मान्छेहरूले पनि कसैले आएर चोरिदिन्छ, अथवा तपाईँले गाउँघरमा सुन्नुभयो होला होइन, यस्तो धानहरू चाहिँ एक ठाउँमा स्टोर गरेर राखेको, खरै लगाएको, अनि त्यो नै भोलिपल्ट चाहिँ जलाइदिएको, रातिमा गएर जलाएको, चोरेको, ती सबै कुराहरू गाईबस्तुले खाएको, जति पनि जैविक कुराहरूले त्यसलाई नष्ट गर्छ, मेन क्रपलाई चाहिँ ह्याम्पर गर्छ, ती सबै पेस्ट हो। इभन त्यो धानबारीमा चाहिँ तपाईँको चाहिँ यतापट्टि आएर गहुँहरू चाहिँ उत्पादन भएको छ भने त्यो गहुँ त त्यो मेन क्रपलाई असर गर्न आयो नि त। ती अनवान्टेड मेटेरियल्सहरू जति पनि लिभिङ मेटेरियल्सहरू हुन्छ तिनीहरू सबै पेस्ट हो। र इन्टिग्रेटेड भनेको साम दाम दण्ड बेद सबै कुरा मिलेर भनेको। त्यसमा त अब त्यो लेख्न मिलेन, केमिकल, फिजिकल, मेकानिकल, बोटानिकल सबै कुराहरू त्यसमा मिक्स म्याक्स गरेर त्यसलाई चाहिँ म्यानेजमेन्ट गर्ने कुरा होइन। सबै पेस्टलाई मार्ने भनेको होइन, किरा सबै मार, फङ्गस सबै मार भनेको होइन होइन, चरालाई मार भनेको होइन, तर त्यसलाई चाहिँ म्यानेजमेन्ट गर, त्यो पनि फुड चेन्ज, हाम्रो इकोसिस्टम नबिग्रियोस् र हाम्रो मेन क्रपको उत्पादन नघटोस्, त्यसरी सस्टेनेबल तरिकाले होइन, दिगो विकास, दिगो कृषिको तरिकाले गर्ने काम नै के हो त, इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट हो। इन्टिग्रेटेडलाई नेपालीमा के भनिन्छ, एकीकृत शत्रुजीव व्यवस्थापन भनेर बुझ्नु पर्यो है तपाईँहरूले। ल अब हेर्नु त, काउलीको बुझो कुहिने वा व्हिपटेल रोग कुन सूक्ष्म तत्त्वको कमीले गर्दा लाग्दछ? ल हेर्नुहोस् त यसको अप्सन, ल सबैजनाले कमेन्ट गर्नुहोस् त यसमा के हो। यसको अप्सन ए बोरन, अप्सन बी मोलिब्डेनम, अप्सन सी जिङ्क, अप्सन डी फलाम। अब यसको सही आन्सर के होला त सबैजनाले कमेन्ट गर्नुहोस् यसमा। यो त एकदमै सोधिरहने क्वेसन हो है। मोलिब्डेनम व्हिपटेल भनेको चाहिँ त्यो काउलीको चाहिँ माथिको पात हुन्छ नि, यस्तो कुकुरको पुच्छार जस्तो हुन्छ कि लुरुक्क परेको होइन, एक खुम्चिएर हो, त्यसलाई व्हिपटेल भन्छ। यो मोलिब्डेनमको कमीले गर्दा हो। मोलिब्डेनम चाहिँ कस्तो खालको न्युट्रिएन्ट हो त भन्दा माइक्रो न्युट्रिएन्ट हो कि, एकदमै थोरै मात्रामा उसलाई आवश्यक हुन्छ, त्यही पनि पाएन भने उसले यस्तो खालको सिम्टम देखाउँछ है। ल अब अर्को हेर्नुहोस् त, खुमल लक्ष्मी कुन बालीको सिफारिस गरिएको जात हो? खुमल लक्ष्मी सबैजनाले कमेन्ट गर्नुहोस् त। खुमल लक्ष्मी सबैजनाले कमेन्ट गर्नु पर्यो। खुमल लक्ष्मी अप्सन ए धान, अप्सन बी मकै, अप्सन सी के छ आलु, अप्सन डी गहुँ। खुमल लक्ष्मी आलुको आलुको। ल सबैजनाले कमेन्ट गर्नु पर्यो। यसको अप्सन सबैजनाले यसको सही आन्सर, ल खै कमेन्ट गर्नुभयो। यसको सही आन्सर हो साथीहरू आलु। आलुमा चाहिँ खुमल लक्ष्मी, खुमल उपहार, खुमल उज्जवल जस्ता कुराहरू चाहिँ छन् है। अनि यसमा चाहिँ हाम्रो आलु विकास, आलुको चाहिँ रिसर्च सेन्टरहरू कहाँ छ, अनि आलुको चाहिँ हाम्रो चाहिँ विकास कार्यक्रमहरू कहाँ छ, नार्को र तपाईँको चाहिँ यता कृषि विभागको छुट्टै छुट्टै छ कि, त्यो चाहिँ तपाईँहरूले बुझ्नु पर्यो। यो म पछि पढाउँछु हजुरहरूलाई क्लासमा। ल आज अब सबै कुरा भनेर सम्भव पनि हुँदैन। ल अब अर्को हेर्नुहोस् त, ग्रुप डिस्कसन कृषि प्रसारको कुन विधि अन्तर्गत पर्छ? कृषि प्रसारमा त हामीले यसका विधिहरू त व्यक्तिगत होइन, अनि समूहगत, आम सञ्चारगत विभिन्न कुराहरू पढेको छ। यसमा चाहिँ कुन विधि अन्तर्गत पर्छ भनेको छ कि दलगत छलफल भनेर भनेको छ। तपाईँहरूलाई यो त सहजै भइहाल्यो होला। दलगत छलफल ग्रुप डिस्कसन भने चाहिँ यो कुन विधि हो त?
सामूहिक विधि हो। अनि नेपाल सरकारले पनि के गरेको छ त यसलाई 2045-46 देखि सामूहिक विधि नै अपनाउने भनेर चाहिँ गरिरहेको छ। यसरी चाहिँ बुझ्नु पर्यो है हजुरहरूले। ल अब अर्को हेर्नुहोस् त। अब यसको चाहिँ क्वेसन नम्बर 19 मा के छ भने जीवनाशक विषादी ऐन 2076 अनुसार नेपालमा विषादी दर्ता गर्ने र नियमन गर्ने मुख्य निकाय कुन हो? अब तपाईँले के बुझ्नु पर्यो भने जीवनाशक विषादी भनेर बुझ्नु पर्यो कि के हो जीवनाशक? जीवलाई नाश गर्ने, बुझ्नुभयो? बायोपेस्टिसाइडहरू भन्छ यसलाई। के भन्छ अरे? बायोपेस्टिसाइडहरू भन्छ। यसलाई चाहिँ तपाईँको चाहिँ यो ऐन बनाएको छ 2076 मा। त्यो अनुसार जथाभावी मलाई मन लाग्यो मैले चाहिँ विषादी लिएर आउने बेच्ने मैले काम गर्न पाइँदैन के, म आफूले गर्न पाउँदिनँ। मैले त्यसको लागि सम्बन्धित निकायबाट लाइसेन्स लिनुपर्छ, उसको चाहिँ इजाजत पत्र हुनु पर्यो। उसले चाहिँ यतिकै इजाजत पत्र दिँदैन, उसले चाहिँ इजाजत पत्र दिनको लागि विभिन्न तालिमहरू दिन्छ, ट्रेनिङहरू दिएको हुन्छ। त्यसरी चाहिँ गर्नुपर्ने हुन्छ। हो त्यस्तो काम गर्ने चाहिँ कुन हो? त्यो भोलि गएर तपाईँको चाहिँ त्यो फालिन पनि हुन्छ नि, त्यसलाई खारेजी पनि गर्नुपर्ने हुन्छ। त्यस्तो खालको कुन चाहिँ निकायले काम गर्छ त भनेर चाहिँ बुझेको हुन्छ। ल भन्नु त। अप्सन ए कृषि विभाग, अप्सन बी प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, अप्सन सी नेपाल कृषि अनुसन्धान परिषद, अप्सन डी कृषि तथा पशुपन्छी विकास मन्त्रालय। अहिले यो मन्त्रालयको नाम चेन्ज भएर कृषि वन तथा पर्यावरण मन्त्रालय बनाएको छ। यसमध्ये कुन होला? ल यो एकदमै पोसिबल क्वेसन हो है। ल यसको कमेन्ट गर्नुहोस् त। एनएआरसी होला। सबैजनाले कमेन्ट गर्नु त। यो कसले गर्छ? ल गरिसक्नु भएछ। ल ठिक छ, सबैजनालाई यहाँ गर्नुभएकोलाई धन्यवाद। यसको सही आन्सर हो प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, पिक्युपिएमसी भनेर भनिन्छ, जसले प्लान्टको क्वारेन्टाइन सम्बन्धीका कुराहरू हेर्छ, विषादी व्यवस्थापन होइन, कसलाई चाहिँ तालिम दिने, कसरी चाहिँ लाइसेन्स दिने, कसरी लाइसेन्स रिन्यू गर्ने होइन, म्याद हुनभन्दा 45 दिन अघि नै गर्नुपर्छ भन्ने विभिन्न थरी कुराहरू छ। यसमा चाहिँ यो विषादी आउने बित्तिकै तपाईँले अप्सन आँखा चिम्लिएर प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र जुन कहाँ छ त? हरिहर भवनमा रहेको छ भनेर बुझ्नु पर्यो। ल अब यसको हेर्नुहोस् त। अब हाम्रो चाहिँ प्रश्न नम्बर 20 मा के छ भन्दा सुन्तलाका जातका फलफुल भनेको सिट्रसको व्यावसायिक उत्पादनको लागि नेपालको कुन जिल्ला असाध्यै प्रसिद्ध छ है? ल सबैजनाले कमेन्ट गर्नु। अप्सन ए मुस्ताङ, अप्सन बी स्याङ्जा, अप्सन सी जुम्ला, अप्सन डी इलाम। के होला? कुन होला? सुन्तला कुन ठाउँमा गयो भने सुन्तला खाउँ खाउँ लाग्छ तपाईँहरूलाई? हजुर स्याङ्जा। भेरी गुड। स्याङ्जाको सुपर जोन है। यस्तो भइसकेपछि सुपर जोनतिर जानु पर्यो हजुरहरूले। कृषि डायरी हजुरहरूले लिनुपर्ने हुन्छ। कृषि डायरीमा धेरै कुराहरू राखेको छ। मैले तपाईँहरूलाई ग्रुपमा पनि आज डाउनलोड गरेको छु, त्यो अहिले म ग्रुपमा पठाइदिइहाल्छु। त्यो कृषि डायरीहरू चाहिँ एकदमै चाहिने कुरा हो के तपाईँहरूलाई। लगभग 50 देखि 60% क्वेसनहरू एमसिक्यूका क्वेसनहरू कृषि डायरीबाटै आउँछ है। ल अब 21 नम्बरको क्वेसन छ, कन्सेल्क भन्नाले मकैको कुन भागलाई बुझाउँछ है? मकैको सिल्क कुन भागलाई बुझाउँछ? अप्सन ए मकैको जमरा, धान चमरा भन्ने माथिको मेल प्लान्ट होइन, भाले पात। अनि सी बी अप्सन बी मकैको जुगा, अनि अप्सन सी मकैको सुत्ला, अप्सन डी मकैको पात। यसले चाहिँ कसलाई बुझाउँछ होला? र भन्नुहोस् त सबैजनाले कमेन्ट गर्नुहोस् यसमा। मकैको सुत्ला। मकैको सुत्ला। ल सबैजनाले कमेन्ट गर्नुहोस् त। यो हुन्छ कि म्याम सुत्ला भनेको के? त्यो बाहिरको कभर हो कि के हो? बाहिरको कभर हो। सुत्ला भनेको बाहिरको कभर हो है। तर मकैको जुङ्गा के यो मकैको जुङ्गा। भेरी गुड, भेरी गुड। यसको चाहिँ अप्सन बी हुन्छ है। सुत्ला भनेको तपाईँहरू नजिकिनु बाहिरको मकैलाई कभर गरेको हुन्छ नि। तपाईँहरूले मकै जुन नङ्ग्याउनुहुन्छ नि होइन, घोगा नङ्ग्याउँदा त्यसले चाहिँ मकैको सुत्ला भन्छ के। जमरा मतलब त्यो माथिको उ चाहिँ
मुन्टा त्यसलाई चमरा, धान चमरा भन्छ के नानी, हामीले धान चमरा भन्छौँ मेनली, तर त्यो मकैको जमरा भनेर नि बुझ्छ। अनि त्यो चाहिँ खास मेल प्लान्ट हो। अनि अर्को पनि यसमा प्र्याक्टिस सुन्नु, के भन्छ भने अब मकै त एकदम क्रस पोलिनेसन हुन्छ। अनि जब पोलिनेसन भइसकेपछि अनि माथिबाट चाहिँ त्यो धान चमरा काटिदिने कि, किनभने त्यसको काम नै पोलिनेसन गर्ने हो। पोलिनेसन भइसकेपछि त्यो काम छैन, किन त्यसलाई चाहिँ वेस्ट अफ इनर्जी गर्ने। अनि त्यसमा जाने न्युट्रिएन्ट जति सबै मकैको घोगामा जान्छ र मकैको घोगा 5 देखि 10% त्यसको चाहिँ वेट बढेको हुन्छ क्या, एउटा रिसर्चले देखाएको छ है, त्यो पनि बुझ्नु होला। ल अब अर्को हेर्नुहोस् त, एकदमै सहज छ है। आजको क्वेसन त्यति धेरै गाह्रो होइन। म अब अर्को पालिदेखि अलिकति यो अलि हार्ड वाला क्वेसन पनि निकाल्छु। अब आज साथीहरू भर्खरै सुरु गरिरहनु भएको साथीहरू पनि हामीसँग हुनुहुन्छ, त्यही भएर मैले अलिक सहज खालकै क्वेसनहरू गराएको छु है। ल हेर्नु त, गहुँ बालीमा लाग्ने सिन्दुरे रोग के कारणले गर्दा लाग्छ? के कारणले गर्दा लाग्छ होला सिन्दुरे रोग? गहुँमा त एकदमै धेरै रस्ट लाग्छ नि त होइन। अप्सन ए जीवाणु भनेको ब्याक्टेरिया, अप्सन बी भाइरस, अप्सन सी फङ्गस ढुसी, अप्सन डी माइकोप्लाजा। हेर्नु त, यो त तपाईँहरूले मिलाउनै पर्छ। यसको केले गर्दा लाग्छ? ढुसी सबैजनाले कमेन्ट गरिदिनुहोस् त। भेरी गुड, अप्सन सी यसलाई लाग्ने भनेको ढुसीले गर्दाखेरि लाग्छ। अनि यसमा अब यो चाहिँ हाम्रो के छ भन्दा, यसको सिन्दुरे रोगको पनि हामीसँग 3 थरीका सिन्दुरे रोगहरू छ। अनि प्राय जसो मकैमा हामीले चाहिँ वास्तवमा भन्यो भने नेपालले चाहिँ ब्ल्याक रस्ट कन्ट्रोल गर्नको लागि विश्वव्यापी नै असाध्यै धेरै सहयोग गरेको छ। तर हामी आफै पनि के को पीडित छौँ भन्दा, हामी यो चाहिँ ब्राउन रस्ट र एलो रस्टको चाहिँ हामी आफै पनि नेपालीहरू चाहिँ एकदमै यो मिडिलमा हाई हिलमा, किनभने गहुँ त प्राय मिडिलको मेन क्रप हो नि त होइन। अनि त्यसपछि अनि यो कालो सिन्दुरे रोग चाहिँ प्राय जसो तपाईँको अलिकति गर्मी हुने क्षेत्रमा के, जहाँ अहिले एकदम गर्मीले उखुम मुखुम भएको छ नि होइन, यो नेपालगञ्जतिर त्यो भन्दा नि अझै गर्मी ठाउँतिर चाहिँ यो ब्ल्याक रस्ट देखिन्छ। नेपालमा चाहिँ पहिला खासै थिएन, अहिले चाहिँ अब यो क्लाइमेट चेन्जको कारणले हल्का देखिन थालेको छ। त्यो भन्दा नि हामी चाहिँ असाध्यै पीडित भनेको चाहिँ एल्लो रस्टबाट चाहिँ हामी पीडित हो है। यो कुरा पनि बुझ्नु होला तपाईँहरूले। ब्ल्याक रस्ट कुन कारणले लाग्छ म्याम? कुन ढुसीको? एल्लो र पक्सिनियाले नै लाग्छ नानी। पक्सिनिया एउटा ग्रामिनी छ, पक्सिनिया स्टेरिफ्रमिस छ है। त्यो लगाउने चाहिँ पक्सिनिया नै हो, तर त्यसको स्पेसिस चाहिँ फरक हुन्छ। मैले तपाईँहरूलाई गहुँकै यो पढाउँदा, अब भोलि हामी पढ्छौँ भनौँ न, यो गहुँको सिन्दुरे रोगको बारेमा भोलि पढ्छौँ, त्यो बेलामा अझ डिटेलली मैले तपाईँहरूलाई पढाउँछु है। सबैजना क्लासमा। हजुर बिहान नानी, बिहान तपाईँ क्लासमा आउनु पर्यो कि फिजिकल? ल भोलि बिहान आउँछु म। हस्। ल अब अर्कोले हेर्नु त, क्वेसन नम्बर 23मा अत्याधिक अम्लीय भएको माटो सुधार गर्न तलका मध्ये के प्रयोग गरिन्छ होला? असाध्यै धेरै अम्लीय छ कि माटो, अब त्यो चाहिँ हामीले कन्ट्रोल गर्नको लागि चाहिँ हामीले के प्रयोग गर्नु पर्यो? यसको अप्सन ए कृषि चुन, अप्सन बी जिप्सम, अप्सन सी युरिया, अप्सन डी पोटास। के गर्नु पर्यो? सबैजनाले कमेन्ट गर्नुहोस् त। यसमा कमेन्ट गर्नु भएको छ, हजुरहरूलाई धन्यवाद। यसको के हो त भन्दा कृषि चुन। यो कृषि चुनले गर्दा चुनको नेचर कस्तो हुन्छ? बेसिक खालको हुन्छ, अल्कलाइन हुन्छ। त्यो अम्लीयसँग ठ्याक्क मिलेर के हुन्छ त अनि तपाईँको न्युट्रल बनाइदिन्छ के। जस्तो तपाईँले ख्याल गर्नु भएको छ कि छैन, यतापट्टि नुन जस्तो अमिलो छ, यतापट्टि बेसार छ। घरमा अमिलो र बेसार मिक्स गर्नु त कलर अर्कै खालको आउँछ हो। त्यस्तै चाहिँ यसले पनि त्यो अम्लीय भनेको अमिलो हुन्छ, कृषि चुन भनेको क्षारीय नेचर हुन्छ।
अनि त्यो ट्याक्क मिक्स भइसकेपछि एउटा चाहिँ खेती गर्ने लेभलमा चाहिँ आउँछ। फेरि चुन त चुन तपाईँहरूले हामीले खेतबारीमा प्रयोग गर्ने चुनलाई चाहिँ कृषि चुन भनेर बुझ्नु पर्यो। फेरि अर्कै चुन चाहिँ प्रयोग गर्नु भनेर नभन्नु होला है। के चुन अरे साथीहरू? कृषि चुन, जुन अलिकति रातो रातो खालको हुन्छ। अनि खेती गर्न भन्दा 2 हप्ता अगाडि नै यसलाई माटोमा चाहिँ हामीले इन्कम्पोरेट गर्नुपर्छ है। यसरी बुझ्नु पर्यो। ल क्वेसन नम्बर 24 को हेर्नु। बाली कटानी पश्चात पोस्ट हार्भेस्ट लस औसत कति प्रतिशत रहने अनुमान गरिएको छ? कति प्रतिशत रहने अनुमान गरिएको छ? ल भन्नुहोस् त, कति % गर्ने अनुमान गरिएको छ होला? यसको कति % हाम्रो चाहिँ लगभग कस्तो हो भने पोस्ट हार्भेस्ट लस भनेको तपाईँसँग खेतबारीमा चाहिँ 20 किलो टमाटर फल्यो होइन, तर त्यो टमाटर चाहिँ घर ल्याउँदासम्म त बाटोमा अलिकति थिचिन्छ, अनि त्यो तातोले गर्दा कुनै कुहिन्छ, के हुन्छ, 20 किलो नै बस्दैन के। त्यो प्राय कति किलो बस्छ त भन्दा 18 किलो, 2 किलो त बाटैमा त्यो कुहिन्छ भनौँ न, घरमा ल्याउँदासम्म त्यो लस भइसकेको हुन्छ के हो। त्यसलाई नै जब हार्भेस्ट गरिसकेपछि उपभोग गर्ने बेलासम्मको क्षतिलाई नै के भनिन्छ त? पोस्ट हार्भेस्ट लस। तपाईँको थालमा पर्दासम्मको भनौँ न हो, त्यसलाई नै त्यो पोस्ट हार्भेस्ट लसलाई के भन्छ भन्दा एउटा उखान छ कि पोस्ट हार्भेस्ट लस कम गर्नु भनेको त्यति नै बढी तपाईँले उत्पादन गर्नु भनेको। तपाईँले 18 किलो उत्पादन गरेर 18 किलो राख्नुभयो भने वाइ किन 20 किलो उत्पादन गर्नु पर्यो र भन्छ के होइन। अनि यसमा चाहिँ हाम्रो नेपालमा चाहिँ प्राय कति % चाहिँ यसरी चाहिँ लस भइरहेको छ? ल भन्नुहोस् त, कति % लस भएको छ? 20% जस्तो लाग्छ Very म्याम। good. अप्सन हेर्दा त अप्सन सी ए मान्ने कि बी 5 मान्ने? होइन, अप्सन ए 5 देखि 10, अप्सन बी 15 देखि 20, अप्सन सी 20 देखि 30 र अप्सन डी 40 देखि 50 कति होला? यसको सही आन्सर हो होइन 20 देखि 30 है। ल 20 देखि 30 हुन्छ है। ल यो क्रप वाइज फरक छ कि, आलुमा फरक छ, बन्दामा फरक छ, टमाटरमा 20% फरक छ, 20 देखि 30। तर अन एन एभरेज चाहिँ 20 देखि 30% हो भनेर बुझ्नु पर्यो हजुरले है। ल अब हेर्नुहोस् त, हाम्रो 25 नम्बरको क्वेसन छ, व्हाइट रस्ट कुन बालीको समूहको प्रमुख हानिकारक रोग हो? व्हाइट रस्ट, सेतो, यो पनि फंगसले लाग्छ। यो कुन बालीको एकदम हानिकारक हो? सबैजनाले कमेन्ट गर्नुहोस् त यसमा। कुर्सी फेरी है, यसको अप्सन के छ त? कुर्सी फेरी। यो भनेको तोरीहरूमा लाग्ने जुन रस्ट लाग्छ, त्यो रस्टलाई चाहिँ व्हाइट रस्ट भनिन्छ। यो अब्लुगो क्यान्डिडा भन्ने एउटा फंगसले गर्दाखेरि चाहिँ लागेको हुन्छ। ल अब अर्को हेर्नुहोस् 26 मा, हरियो मलको रूपमा खेतबारीमा प्रयोग गरिने सबैभन्दा उपयुक्त बाली कुन हो? हरियो मल हामीले कुन चाहिँ प्रयोग गर्छौं? ल भन्नुहोस् त, अप्सन ए दैचा, अप्सन बी सनपाट, अप्सन सी असुरो, अप्सन डी ए र बी। दैचा। र सबैजनाले कमेन्ट गरिदिनुहोस्। तर असुरो होइन नि। ल यसको सही आन्सर हो साथीहरू, यसमा चाहिँ अप्सन ए है, दैचा चाहिँ हामीले असाध्यै धेरै प्रयोग गर्छौं। ल अब अर्कोले हेर्नुहोस् त, नेपालमा प्रत्येक वर्ष कृषि डायरी र प्राविधिक पुस्तिकाहरू मुख्यतया कुन निकायले प्रकाशन गर्ने गर्दछ? कृषि डायरीहरू निकाल्छ नि त होइन। अब यो चाहिँ कसले निकाल्छ? अब तपाईहरू कहाँ लिनु जानु पर्यो? अप्सन ए कृषि विभाग, अप्सन बी कृषि सूचना तथा प्रशिक्षण केन्द्र, अप्सन सी नार्क, अप्सन डी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग। केले गर्छ? एआईटिसीले गर्छ है। तपाईले त्यही आउँछ नि कृषि कार्यक्रमहरू, जेटिए बुढियामाका कार्यक्रमहरू पनि कहाँ आउँछ? यसमै आउँछ। त्यो पनि तपाईहरूले ख्याल गर्नु पर्यो है। ल अब यता हेर्नुहोस् त, नेपालमा सर्वप्रथम टिस्यु कल्चरको कुन बालीबाट सुरुवात गरियो? नेपालमा चाहिँ टिस्यु कल्चर। ल अप्सन ए केरा, अप्सन बी आलु, अप्सन सी सुन्तला, अप्सन डी अर्किड सुनखाबा। कुनबाट गरियो? यसको सही आन्सर हो अप्सन बी आलुबाट चाहिँ हामीले आलुबाट चाहिँ गरेको हो। ल अब अर्को हेर्नुहोस् त 29 नम्बरको,
अब 29 नम्बरको के छ भन्दा जेनेटिक इन्जिनियरिङ प्रविधिबाट विकास गरिएको भिटामिन ए को मात्रा प्रशस्त पाइने धानको मात्रा हैन लाई चाहिँ कुन धान भनिन्छ जस्तो त हामीले भिटामिन ए को सप्लिमेन्ट खानै परेन कि त्यही धानमा नै तपाईँले त्यो धान खानुभयो भने भिटामिन ए पाउनुभयो जस्तो अहिले हाम्रो जिङ्क गहुँ भन्ने आएको छ त्यो भनेको त्यो गहुँमा अलरेडी अरूमा भन्दा धेरै मात्रामा चाहिँ जिङ्क पाइन्छ त्यसमा त्यस्तै खालको जेनेटिक इन्जिनियरिङ गरेर बनाएको छ त्यस्तो प्लान्ट हो त्यस्तै चाहिँ धानमा पनि त्यो भिटामिन ए हुने प्लान्ट बनाएको छ त्यो प्लान्टलाई के भनिन्छ अप्सन ए सुपर राइस अप्सन बी गोल्डन राइस अप्सन सी हाइब्रिड राइस अप्सन डी मन्सुली धान त्यो धानलाई के भनिन्छ ल भन्नुहोस् त सुपर राइसमा त्यो यसलाई के भनिन्छ यसमा चाहिँ सुपर हैन है यसमा के भनिन्छ गोल्डन राइस भनेर हामीले बुझ्छौँ के भनिन्छ अरे साथीहरू यसमा गोल्डन राइस भनेर बुझिन्छ ल अब अर्को हेर्नुहोस् त हामीसँग अन्तर्राष्ट्रिय माटो दिवस प्रत्येक वर्ष कुन महिनामा मनाइन्छ ल भन्नुहोस् त अन्तर्राष्ट्रिय माटो दिवस कहिले मनाइन्छ डिसेम्बर 5 डिसेम्बर 5 भेरी गुड माटो अनि यसमा चाहिँ तपाईँले के बुझ्नु पर्यो त भन्दाखेरि अक्टोबर 16 मा के मनाइन्छ अक्टोबर 16 मा विश्व खाद्य दिवस मनाइन्छ अनि त्यसपछि हाम्रो चाहिँ जुन 5 मा के मनाइन्छ भर्खरै गयो है के मनाइन्छ भेरी गुड वातावरण दिवस अनि मार्च 22 मा चाहिँ के मनाइन्छ मार्च 22 MARCH मार्च अनि के मनाइन्छ 22 मा वाटर दिवस यमलाई उल्टो बनाइदिनुस् त यमलाई उल्टो बनाइदिनुस् त डब्लु बाट के आउँछ वाटर भनेको विश्व पानी दिवस अनि मार्च 23 मा के मनाइन्छ विश्व मौसम विज्ञान दिवस मेट्रोलोजिकल डे भनेर पनि हामीले के गर्न सक्छौँ मनाउँछौँ हजुर हजुर मार्च 23 नै हजुर विश्व मेट्रोलोजी डे भनेर भन्छ के मौसम विज्ञान दिवस के भनिन्छ अरे मौसम विज्ञान दिवस भनिन्छ ल अब हाम्रो अझै इम्पोर्टेन्ट तपाईँहरूलाई चाहिँ एमसिक्यू त हजुरहरू सबैजनाले पढ्नु नै भएको छ जसो तसो 4 वटा क्वेसन पढ्न पर्यो 2 चोटि क्वेसन पढ्नु पर्यो अनि अप्सन पढ्नु पर्यो लेखि नै हाल्नुहुन्छ तर अब तपाईँहरूलाई चाहिँ प्रब्लम कहाँनिर हुन्छ त भन्दा यो सेकेन्ड पेपरमा चाहिँ कसरी लेख्ने अझ मैले हजुरहरूलाई क्वेसन चाहिँ यो छुट्याएर दिएको छु क्या एग्रोनोमीको अनि हर्टिकल्चरको यसरी छुट्याएर दिएको छु अब जहिले पनि तपाईँले कलेजमा पढाए जस्तो एन्सर लोकसेवाले खोज्दैन लोकसेवा भनेको चाहिँ तपाईँको चाहिँ पढाइ मात्रै होइन तपाईँको प्रस्तुतिकरणदेखि लिएर तपाईँको कन्फिडेन्स लेभल सबै कुराहरू यसले मेजर गरेको हुन्छ त्यही भएर जान्ने मान्छे पनि कहिलेकाहीँ पास हुँदैन कहिलेकाहीँ आफूभन्दा भनौँ न नजान्ने नै लगाइरहेको मार्क्स थोरै ल्याएको पनि उसले स्ट्रेस म्यानेजमेन्ट कसरी गरिरहेको छ भन्ने कुरा सबै कुराले यसलाई विचार गर्छ त्यही भएर तपाईँको पढ्ने ह्याबिट मात्रै होइन तपाईँको होल तपाईँलाई परिवर्तन गरेर मात्रै यसको नाम निस्किन्छ यति कुरा बुझ्नु होला त्यही भएर आत्तिनु हुँदैन दृढ सङ्कल्प लिएर गरेपछि नहुने भन्ने कुरै छैन तपाईँ हामी जस्तै मान्छे होइन निकाल्ने सबै त्यही हो है त्यही भएर एकदमै तपाईँहरू आफूलाई सपोर्टिभ आफूलाई एकदम कन्फिडेन्स राख्नु पर्यो अनि प्लस क्वेसन कसरी लेख्ने हेर्नु कर्मको जस्तो कर्म गरेछ त्यस्तै फल पाउने हो अब ल हेर्नु त यो प्रश्न आउँदा मेरो एउटा छुट्टै के छ टपिक एउटा स्टाइल छ के माथिपट्टि के लेख्ने शीर्षक लेख्नु पर्यो टाइटल लेख्नु पर्यो होइन अनि के लेख्न पर्यो इन्ट्रोडक्सन लेख्न पर्यो बडी पार्ट हुन्छ र कन्क्लुजन हुन्छ अरूले 3 पार्टमा भन्छ मैले 4 पार्टमा भन्छु टाइटल ट्याक्क टाइटल एउटा चाहिँ क्याची वर्ड हुनु पर्यो त्यसलाई ऐजन गरेर लेख्नुपर्छ मैले आजकोमा चाहिँ त्यो मैले बनाएको चाहिँ यहाँ तपाईँहरूलाई प्रस्तुत गर्न भ्याइनँ अब हाम्रो मङ्गलबार पनि हाम्रो चाहिँ के हुन्छ परीक्षा हुन्छ यस्तै गरेर मैले तपाईँहरूलाई फिडब्याक दिन्छु त्यो बेलामा चाहिँ मैले एउटै दुईटै क्वेसनहरूको चाहिँ हजुरहरूलाई स्याम्पल बनाएर देखाउँछु अब यसमा के हुन्छ भन्दा धान बालीमा लाग्ने मुख्य 2वटा रोग र 2वटा किरा
किराको नाम लेख्नुहोस् र खैरा डिजिजमा लाग्ने कारण, लक्षण र रोकथामका उपायहरू लेख्नुहोस्। अब यो भइसकेपछि के लेख्नु पर्यो त टाइटलमा? धान बालीका शत्रु जीव अनि आइजन गर्ने रोग र किरा भन्ने के ट्याक्क माथि। अनि तलपट्टि लेख्नु पर्यो त अनि धान बालीमा चाहिँ धान बाली भनेको नेपालको पूर्वदेखि पश्चिमसम्म खेती गरिन्छ। नेपालको 2टा जिल्लामा मात्रै खेती गरिँदैन, 75 जिल्लामा खेती गर्ने हो। यसमा चाहिँ लाग्ने मुख्य रोगहरू भन्नु पर्यो। के छ त भन्नु त? धानका मुख्य रोग मैले हजुरहरूलाई भनिहालेँ। एउटा चाहिँ मरुवा, आँखा फरुवा भनेर तपाईँहरूले बुझाइसके होइन। अनि अर्को चाहिँ ब्याक्टेरियल लिफ ब्लाइट गर्नु पर्यो। धानको किरा, मुख्य किराहरू धानमा लाग्ने असाध्यै मुख्य किरा, एउटा चाहिँ राइसोपरका 2टा कुरा, एउटा ब्राउन प्लान्ट ओपर र ग्रिन लिफ ओपर, अनि अर्को हुन्छ एल्लो स्टिम बोरर भनेर लेख्नु पर्यो। अनि यसको चाहिँ तपाईँले अलिकति त्यहाँ टाइम हेर्नु पर्यो के 10 मार्क्सको छ भने यो यस्तो हुन्छ भनेर तपाईँले हल्का दिनु पर्यो त्यसमा। अनि खैरा रोगको चाहिँ के कारणले गर्दा खैरा रोग लाग्छ हामीलाई थाहा छँदैछ। त्यो कारण भनेको जिङ्कको डिफिसियन्सी भएको भएर हो। यसको लक्षण कस्तो खालको हुन्छ? तल्लो पार्टमा चाहिँ हल्का थोप्ला आउँछ, पछि भइसकेपछि ब्राउन कलरको हुन्छ भन्नु पर्यो। यसको रोकथामका उपायहरू लेख्नु पर्यो। अनि यो खैराको रोकथाम गर्न तपाईँले जिङ्क सल्फेट हाल्ने त भनि नै हाल्नुहुन्छ। त्यो प्लस पनि तपाईँले के गर्नु पर्यो त भन्दा यसमा चाहिँ लेगुम्सहरू सँगै लगाउनु पर्यो भनेर भन्नु पर्यो के है। ल अब अर्को छ साथीहरू, कम्पोस्ट मल भन्नाले के बुझिन्छ? कृषक स्तरमा स्थानीय सामग्रीहरूको प्रयोग गरेर पिथ मेथडबाट कम्पोस्ट मल तयार पार्ने संक्षिप्तमा लेख्नुहोस् भनेको छ। अब तपाईँले कहाँ फिगर राख्न मिल्छ त्यो ठाउँ हेरिहाल्ने। अब यो कम्पोस्ट म्यानुअर भनेको त हामीले कुहाएर बनाएका कुराहरू भइहाल्यो। तपाईँले पहिला टपिक दिनु पर्यो होइन। बिरुवालाई वरदान जसरी कम्पोस्ट मल भनेर ट्याक्क माथिको हेडिङ दिनु पर्यो, जुन टपिक भन्थे। अनि त्यसपछि चाहिँ यो मल भनेको के हो भन्ने कुरा थोरै दिनु पर्यो। अनि त्यसपछि हामीसँग राष्ट्रिय मल नीति कति छ त? राष्ट्रिय मल नीति कहिले आयो हामीसँग? ल भन्नुहोस् त। 2058 मा आएको छ हो। यो सम्बन्धी यो राष्ट्रिय मल नीति आकर्षित छ अथवा राष्ट्रिय कृषि नीति भन्नु पर्यो अरूमा। त्यसरी त्यो एन पनि हल्का जोड दिनु पर्यो। अनि हामीसँग संविधानका कुराहरू पनि कहिलेकाहीँ जोड्न मिल्छ, त्यो संविधानका कुरा पनि हल्का जोड दिनुपर्ने हुन्छ। त्यो चाहिँ तपाईँहरूले लेख्दै 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 प्र्याक्टिस गर्दै गर्दै गएपछि आउँछ। सेकेन्ड पेपर तपाईँले फर्मेट जानिसके सहज हुन्छ है। फर्मेट नजान्दा चाहिँ के हो कसो हो भन्ने लाग्छ, तर जब तपाईँलाई फर्मेट आइसकेपछि असाध्यै इजी हुन्छ। अनि यसमा त पिथ मेथड कम्पोस्ट बनाउँदा हामीले 2टा, एउटा खाल्टो खन्ने एउटा नखन्ने पिथ मेथड हो भनेर टक्क तपाईँले फिगर बनाउनु पर्यो र यसको तरिकाहरू चाहिँ लेख्नु पर्यो। मलको बिचबिचमा हामीले चाहिँ तपाईँको चुनाहरू चाहिँ राखेर बनाएको हुन्छ, माथिबाट माटोले लेपन गरेको अथवा केहीले कभर गरेको हुन्छ भनेर चाहिँ ती तरिकाहरू चाहिँ तपाईँले भन्नु पर्यो है। ल अब हेर्नु त प्रश्न नम्बर 3 मा के छ? बाली उत्पादनमा नाइट्रोजन, फस्फोरस, पोटासियमका मुख्य कार्यहरू के हो? अनि त्यसपछि माटोको नमुना सङ्कलन गर्दा ध्यान दिनुपर्ने 5वटा कुराहरू लेख्नुहोस्। अब तपाईँलाई एनपिकेले के गर्छ भन्ने त थाहा छँदैछ। नाइट्रोजनले चाहिँ भेजिटेटिभ ग्रोथ गराउँछ, फस्फोरसले फ्लावरिङ गर्छ र पोटासियमले के गर्छ त मुख्य गरेर इम्युनिटी सिस्टम, रोगसँग लड्न सक्ने क्षमता बढाउँछ भने तपाईँहरूले लेख्नु पर्यो। अनि सोइल स्याम्पलिङ गर्दाखेरि हामीले कस्तो ठाउँमा सोइल स्याम्पलिङ गर्ने? क्रप चाहिँ काटिसकेपछि होइन, त्यसमा चाहिँ कुनै पनि मलसल नछरेको बेलामा। अनि त्यसपछि हामीले स्याम्पलिङ गर्दा एकै ठाउँबाट गर्नु भएन होइन, विभिन्न तरिकाबाट सेपमा लिनु पर्यो। र यो स्याम्पल पठाउँदाखेरि 500 ग्राम मात्रै स्याम्पल पठाउनु पर्ने हुन्छ। त्यसलाई चाहिँ त्यो विभिन्न मेथडहरू छ, त्यो मेथडहरू चाहिँ तपाईँले बुझेर भर्नु पर्यो। अनि अर्को मैले तपाईँहरूलाई मजाले पढाएको कुरा एउटा नर्सरीको बारेमा, नर्सरीको महत्त्व के हो, नर्सरी बेड कसरी बनाउने, ट्रान्सप्लान्टिङ कसरी गर्ने भन्ने कुराहरू मैले तपाईँहरूलाई मजाले क्लासमा नै भनेको छु। अनि अब यसमा चाहिँ नर्सरी भनेको यति बुझ्नुहोस् कि त्यो कुनै पनि कुराको नर्सरी भनेको उसको बच्चा अवस्थालाई केयर गर्ने कुरालाई नै नर्सरी भन्छ। त्यही भएर यो नर्सरीको चाहिँ एकदमै इम्पोर्टेन्ट छ है, क्वेसन सोधिदिन सक्छ। अनि यसमा ट्रेनिङ प्रुनिङ, अब तपाईँहरूलाई थाहा नै छ होला, ट्रेनिङ भनेको तालिम दिने, अनि प्रुनिङ भनेको तालिम दिने भनेको त्यसको सेप कस्तो बनाउने त, कतातिर लाने
हैन। अनि प्रुनिङ भनेको चाहिँ हल्का त्यसका काटछाट गर्ने कुराहरू हो। यसभित्रका नै टाइप्सहरू छ, 3-4 वटा टाइप्सहरू छ यी दुईटैका, ती कुराहरू चाहिँ लेख्नु पर्यो। अनि सुन्तलामा चाहिँ असाध्यै इम्पोर्टेन्ट क्रप हैन, यो चाहिँ सिट्रस डिक्लाइन, यो तपाईँको विश्वव्यापी हो। यो वास्तवमा के कारणले हुन्छ भन्ने पनि थाहा पाउन सकेको छैन, तर यसको चाहिँ के अब हामीले यस्तो हुन्छ, ग्रिनिङ भएर हुन्छ, यस्तो डाइब्याक भएर हुन्छ भनेर भन्ने हो, तर एक्ज्याक्टली यसले केले हो भन्ने कुरा अहिलेसम्म थाहा पाउन सकेको चाहिँ छैन। यी कुराहरू लेख्नु पर्यो। आइपिएमका कुरा जहिले क्वेसन सोध्छ, जहिले सोध्छ आइपिएमको, मैले भनेको छु तपाईँलाई एउटा फिगर बनाउनु, ट्याक्क डल्लो, अनि यता यता यसको प्रिन्सिपलहरू लेख्नु पर्यो है। आइपिएममा धेरै फिगरहरू बनाउन सकिन्छ, अनि तपाईँले चाहिँ कसरी चाहिँ गर्नुहुन्छ भन्ने कुरा गराएर चाहिँ यसमा इक्जाम्पल दिएर लेख्नु पर्यो। धेरै गफ हान्ने होइन, मैले यस्तो यस्तो गर्छु भनेर चाहिँ लेख्नु पर्यो है। अनि त्यसपछि पेस्टिसाइड प्रयोग गर्दा के गर्नुपर्ने हुन्छ। अब यदि भुलवश पोइजनिङ भयो, आफैले पेस्टिसाइड खाइयो भने के गर्नु पर्यो। चारकोलहरू, खरानीहरू खानेदेखि लिएर प्राथमिक उपचारदेखि लिएर दुनियाँ कुराहरू छ त्यसमा, ती कुराहरू लेख्नु पर्यो। अनि एक्सटेन्सनमा चाहिँ के हो त हाम्रो एग्रिकल्चर एक्सटेन्सन भनेका कुराहरू हैन। यो चाहिँ हामीले तपाईँहरूलाई मैले पढाएको पनि छु, फेरि पनि अब हजुरहरू नयाँ स्टुडेन्टलाई मैले यो कोर्स अब हामीले प्लान्ट प्रोटेक्सनको अलिकति पढिसक्यौँ हैन। त्यो त रोटेसनमा वर्षैभरि क्लास भइरहन्छ, यसमा तपाईँहरूले पिर गर्नै परेन। अनि यसमा चाहिँ मेथड डेमोन्स्ट्रेसन र रिजल्ट डेमोन्स्ट्रेसन भन्ने हुन्छ, एउटा गरेर सिक्ने, एउटा चाहिँ देखेर सिक्ने भन्ने कुराहरू यसमा लेख्नु पर्यो। अनि फार्म रेकर्ड किन आवश्यक छ, यो कसरी गर्न सकिन्छ भन्ने कुराहरू पनि सोध्छ है। यसका पनि यो अहिले डेली कुराहरू, एक्टिभिटी, लाभ, लागतकादेखि लिएर विभिन्न क्रियाकलापहरूलाई ट्र्याकिङ गरेको हुन्छ कि हैन, ती कुराहरू लेख्नु पर्यो। अनि बिक्री गर्दा भोग्नु परेका समस्याहरू के छ त हैन। अनि अब किसानले चाहिँ तपाईँको कसरी चाहिँ बेचौलियादेखि लिएर अनि मान्छेले गर्ने व्यवहार, मानसिकतादेखि लिएर सबै कुराहरू यसमा लेख्न मिल्छ यी समस्याहरूमा। अनि कृषि डायरी र कृषि प्रसार सम्बन्धी जानकारी लिन कृषकहरूको लागि मोबाइल एप्स र सूचना प्रविधिको कतिको महत्त्व छ त। अहिले त हामी त डिजिटल युगमा आइसक्यौँ। अहिले चाहिँ के भनेको छ त भन्दा फेसलेस एडमिनिस्ट्रेसन र पेपरलेस गभर्मेन्टका कुरा गरिरहेको छौँ। अहिले हामी त डिजिटल गभर्नेन्सको मा छिरिसकेको छ। त्यसमा चाहिँ कृषकहरूले चाहिँ सबै प्राय हामीलाई अब चाहिँ कृषकहरू पनि शिक्षित हुन थालिसक्नुभयो। आइसिटी बेस्ड कृषकहरूमा चाहिँ हामीले कृषि सूचना र प्रसारको लागि चाहिँ कसरी चाहिँ त्यो आइसिटीको प्रयोग गर्ने त हैन। उनीहरूलाई चाहिँ बिहानै चाहिँ अब अहिले चाहिँ कस्तो एउटा इक्जाम्पल दिनु, हाम्रो अहिले विभिन्न यो मौसमहरूको बारेमा आज पानी पर्दैछ अथवा एक हप्तापछि पानी पर्दैछ, धान काट्नुहोस् अथवा नकाट्नुहोस्, यस्तो गर्नुहोस् भन्ने गरिरहेको छ नि त, जसले गर्दाखेरि ठुलो लस हुनबाट, पोस्ट हार्भेस्ट लस हुनबाट बचेको छ। किसानहरूले चाहिँ मोबाइलबाट कहिले चाहिँ कुन क्रप लगाउने, कुन टाइममा क्रप लगाउने, कुन टाइपमा मल हाल्ने, कुन कृषि विज्ञलाई भेट्ने, कुन समस्या कसरी सल्भ गर्ने, यसले गर्दा फिजिकल डिस्टेन्सलाई घटाएको छ। यसले गर्दा के गरेको छ, प्रोसेस एकदमै सहज भएको छ। यसले गर्दा लागत एकदमै प्रभावकारी भएको छ, जसले गर्दा हाम्रो चाहिँ कस्ट कम परेर चाहिँ किसान चाहिँ नाफामुखी हुन थालेको छ भनेर यसरी चाहिँ इक्जाम्पल दिए चाहिँ मजाले लेख्नु पर्छ साथीहरू है। अब यसको लागि तपाईँले पहिला कन्सेप्टै बुझ्नुपर्छ। जो साथीहरू हुनुहुन्छ पहिला अब पढेको धेरै भयो, छुट्यो, अब यहाँ नयाँ साथीहरू पनि हुनुहुन्छ, अब बिचमा ग्याप भयो अथवा ओहो म त फेरि भन्न पनि डराउँछु अथवा क्वेसन सोध्न पनि डराउँछु, मेरो लेभल यस्तो छ तर सरकारी जागिर खान मन छ भन्नुहुन्छ भने तपाईँको मनभन्दा ठुलो कुरा केही हुँदैन। त्यसमा हामी सबैजनाले सहज तरिकाले तपाईँलाई चाहिँ ग्रुपमै राखेर हामी पढाउँछौँ। त्यसको लागि तपाईँले क्लासमै आएर 1-2 दिनको डेमो क्लास पनि लिन सक्नुहुन्छ है। ल अब यसमा हाम्रो एकजना बहिनीले सोध्नु भएको रहेछ, निरु बहिनीले, फार्म प्लानिङमा मार्केटिङसम्मको प्रोसेस लेख्नुपर्छ। पर्छ नि बहिनी, किन नपर्ने। फार्म प्लानिङ भनेकै तपाईँको विशेष गरी मार्केटिङको त 50% भन्दा बढी रोल हुन्छ
लेख्नुपर्छ है। अब फार्म प्लानिङमा पनि हाम्रो टाइप छ नि त, उत्पादन गर्ने हो कि बजारीकरण गर्ने हो कि होइन हो, ती पोस्ट हार्भेस्टका हुन् कि, त्यो छुट्टै छुट्टै बनाएर लेख्नुपर्छ। मैले मेरो भनौँ न क्लासमा चाहिँ साथीहरूलाई सबैलाई यो फार्म प्लानिङको बारेमा मजाले क्रपहरू वाइज बनाएर चाहिँ लेखाएको छु। अब तपाईँहरूले उहाँहरूसँग सोध्न पनि सक्नुहुन्छ है। ल ल आजको चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो, के भयो, यसबाट कति कुराहरू बुझ्नुभयो कि भएन, के छ, कसैलाई अब लास्टमा केही छ भने तपाईँहरूलाई चाहिँ यो माइक ओपन छ है, ल भन्नुहोला। ल बोल्नु है, केही छ भने साथीहरू। हामी लगभग लास्टतिर आइयो। क्वेसन सोध्नु पर्यो है, तपाईँहरूले त जति हो सोध्नुपर्छ। सोधेपछि बल्ल टिचरहरूलाई पनि ए के रहेछ भन्ने हुन्छ कि। ल छैन, छ भने सोधौँ है। ल अब हामी फेरि मङ्गलबार पनि हामी गर्छौँ यस्तै क्लास। तपाईँहरू नयाँ स्टुडेन्ट पनि जोडिन सक्नुहुन्छ है। ल यति भन्दै आजलाई चाहिँ म यो क्लास, यो सेसन मैले यहीँ टुङ्ग्याउँछु। म्याम यो यहाँ क्वेसन ग्रुपमा राखिदिनु है। हुन्छ नानी, हुन्छ। ल हस् हस् हस्, यहाँहरू हस्। सबैजनालाई एक्टिभली पार्टिसिपेसन गरेकोमा सबैजनालाई धन्यवाद। ल बाई बाई।